मेरो कुरा मन परेमा हजुरको कलिलो हातले लाइक गरिदिनु होला। तपाईलाई एउटा कुरा भन्न जाँदैछु म। त्यो पदम तामाङ भन्ने दाइ हो कि भाइ हो होइन, धेरै थम्स अप छ मेरो लागि चाहिँ, मेरो तर्फबाट है, मेरो तर्फबाट। ऊ चाहिँ युट्युबमा काम गरेर कहाँको मान्छे कहाँ पुगिसक्यो, फिल्म खेलिसकेको छ यार। आफ्नो चाहिँ यहाँ दारी फुलिसकेको छ, सेतै भएछ। मेरो पेजमा त खै न कन्टेन्ट आउँछ न। हजुरहरूले तपाईँलाई भन्दैछु, तपाईँलाई हेर्नु भएकोलाई है, ल यति डाहा नमान्नुहोस् कि, यति डाहा नमान्नुहोस् कि। यसो कहाँबाट हेर्नुपर्छ भिडियोलाई, यसो हल्का लाइक हानिदिने है, कमुलो कमुलो हात होस्, खोस्रो हात होस् है, लाइक हानिदिनु होला। मेरो भिडियोलाई पनि हल्का सपोर्ट गरिदिनु होला। म पनि नयाँ नौलो ठाउँ देखाउँला, राम्रो राम्रो कुरा गरौँला होइन, राम्रै गरौँला। त्यति डाहा नमान्नु के। त्यो ओसेको सलाई जस्तै मेरो पेज त खतमै छ क्या एकदम। मतलब जस्सा जस्तो गर्छ बोल्दै बोल्दैन। अनि न 1 रुपियाँ पाइन्छ न केही। आफू चाहिँ दारी फुलिसकेको छ, उमेर हुँदै आएछ होला जस्तो लागेको छ कि न टेन्सनले होला। अनि लाइफ चाहिँ भने मेरो चाहिँ सिम्पाङ सुली भइसकेको छ के गाइस। अनि सकेसम्म त यो भिडियो चाहिँ पदम तामाङ दाइले हेर्नुपर्ने हो है। बेस्ट अफ लक छ है, एकदम सपोर्ट छ मेरो तर्फबाट है। अगाडि बढ्नुहोस्, राम्रो हो। बेस्ट अफ लक।